And हेर्नुहोस् फुपूको ठाउँ मजाले घरको छतमा आमै यो चाहिँ एचआईटी मास्टर चोकबाट भित्र छिरेर फुपू घर आइपुग्छ हैन। अब भाइले खुट्टा पोल्न थाल्यो यार यहाँ माथि त है। कता त घाँट निस्किन पर्यो यहाँबाट नसक्ने रहेछ हौ गाइस, नसक्ने रहेछ बनाउन पनि। ओ ल जा गाइस, यो चाहिँ हाम्रो डिङ्गु हाई गर्दै जिया त्यो बहिनी छ त त्यहाँ गएर आइज म यहाँ पर्दिन जला गर्मी छ भाइ सगाइजना गर्मी छ आइज गर्मी छ क्या गर्मी छ कति असन्डी भयो हेर त कति असन्डी जिया एउटा बदमास बच्चा हो कि जिया हो जिया कि जिया गुड गर्ल हो घाम छ है घाम छ आइज जस्तो गर्मीमा को बस्नुहुन्छ भाइ खुट्टा पोल्छिको दादाको त्यहाँ आइज र घाम धेरै छ कि ए नगर्दै ओइ बाँदर भन्ने बित्तिकै यसको मेन दुश्मन त बाँदरै हो। तेरो मेन दुश्मन को रे यहाँबाट इन गर्छ है त ए है त हेर्नुहोस् फुपूको ठाउँ मजाले घरको छतमा आमै यो चाहिँ एचआईटी मास्टर चोकबाट भित्र छिरेर फुपू घर आइपुग्छ हैन। अब भाइले खुट्टा पोल्न थाल्यो यार यहाँ माथि त है। कता त घाँट निस्किन पर्यो यहाँबाट नसक्ने रहेछ हौ गाइस, नसक्ने रहेछ बनाउन पनि। ओ ल जा गाइस, यो चाहिँ हाम्रो डिङ्गु हाई गर्दै जिया त्यो बहिनी छ त त्यहाँ गएर आइज म यहाँ पर्दिन जला गर्मी छ भाइ सगाइजना गर्मी छ आइज गर्मी छ क्या गर्मी छ कति असन्डी भयो हेर त कति असन्डी जिया एउटा बदमास बच्चा हो कि जिया हो जिया कि जिया गुड गर्ल हो घाम छ है